उसले त्यो 10 करोड माने चाहिँ 3 पटक गइसकेको थियो 10 करोड 30 करोड गइसक्यो अनि त्यहाँदेखि उसको त अब उमेर निकै गएर जाँदा सबै फुक्लेर गएर पनि के अरे नयाँ जातको सानो मुसा जस्तो जात पलाइसक्यो त्यसले चाहिँ घमन आएछ अरे त्यसलाई क्या घमन आएर चाहिँ यिनीहरू जात पलाए मानि गएको भनेर देखाएछ अरे कि सबलाई देखाउँ अर्को उसँगैको मान्छे चाहिँ केही पनि गरेको थिएन सर उसले मानि पनि गरेको छैन केही पनि गरेको छैन अन्त उसलाई पनि देखाएछ अरे अब उसले त्यतिको त गर्यो उसले त्यतिको मानि गरेर त्यस्तो हुँदैछ म चाहिँ अब त्यत्रो वर्ष म त्यसै बितेर गयो अब म त मर्ने बेला आइपुग्यो भनेर भनेछ अन्त उसले विचार गरेको अब जेसुकै होस् म रात कति दिनसम्म हुन्छ मानि मात्रै गरिबस्छु त्यतिकै मानि गर्दा मर्छु भनेर चाहिँ अन्त के अरे लुगा यस्तो ज्यानमा चाहिँ खप्पै ओढेर चाहिँ यसो ज्यानमा बस्यो मानि पनि नहुँ त्यति चाहिँ अन्त त्यो नरकादेखि लिएर मान्छे त्यो लोक 6वटा लोकको सम्पूर्ण प्राणीहरूले मानि गरेको जस्तो सम्झेर नि किरा फटेङ्ग्रा कराउँदा मानिकै आवाज हावा चल्दा मानिकै आवाज गडाङगुडुङ गर्दा मान्छे बोल्दा जे आवाज आउँछ सबै मानिको भावना गरेछ उसले चाहिँ 3 महिनामा नै उसको त के अरे अर्को जात त हराएर त्यसकै अर्कोको जस्तै भएछ मेरो पनि भयो भनेर चाहिँ सिकेर देखाउनु ऊ त्यसले चाहिँ भावना त्यसरी गऱ्यो भने चाहिँ नि त्यो चाहिँ के बुझाउँछ भने भावना गऱ्यो भनेदेखि चाहिँ त्यो कुरो चाहिँ ठुलो हो भनेर भनेको नि अन्त त्यस्तो धेरै छ अन्त फेरि एउटाले चाहिँ के गरेछ भने अब त्यो यो कुन्दङ लम्बी भन्ने एउटाले के गरेछ भनेदेखि चाहिँ सधैँ नै त्यो भेडा काट्ने रहेछ अरे बुचार अन्त त्यो बुचारले चाहिँ के अरे भेडा काट्नुलाई भेडै त हो भेडा काट्नुलाई त्यहाँ लगेर त्यो खुन थाप्ने भाँडा चाहिँ बिर्सेछ अरे उसले अन्त त्यहाँ छुरी त्यहाँ राखेर भेडा काट्यो अरे अन्त त्यो खुन हाल्ने चाहिँ भएन सर नि घरबाट भाँडा लिएर आउँछ छुरी त छैन अरे हो छुरी त त्यो भेडाले अब यसरी खर्सेर त्यो काट्ने छुरी चाहिँ त्यो उभित्र लागेछ अरे अन्त त्यो माटोले पुरेछ अरे त्यो मान्छे सुतेछ अरे त्यो भेडा चाहिँ हो दिनभरि खोजे पाएन बाह्र पल्टाउँदा भेट्यो अरे त्यति बेला चाहिँ उसलाई साह्रै दुःख लागेछ अरे यो यत्रो उसको ज्यानको लागि उसले त्यसरी ज्यान जोगाउनुलाई आफ्नो 5 रुको लागि चाहिँ उसले त्यो हतियार लुगायो त्यत्रो ज्यान छ यसलाई म जस्तो पापी कोही रहेछ अब अझै बस्यो भने म कति मान्छे मार्नुपर्छ जीव मार्नुपर्छ पशुहरू मार्नुपर्ने हुन्छ अब म मर्छु भनेर चाहिँ अन्त यत्रो अक्लो भिरबाट चाहिँ अब तल झर्दा ढुट्टो हुने हिसाबले वेचाएर चाहिँ त्यो भोलि चित्त भएकोले चाहिँ त्याग त्यस्तो अब आजदेखि चाहिँ म यो हत्याको कर्म कुनै पनि घन्टा गर्न नपरोस् म अर्को मर्छु भनेर चाहिँ जाँदाखेरि चाहिँ उडेछ अरे क्या त्यो अन्त एउटा आत्म भएछ आकाशमा उडेछ अरे हो त्यो एकै वचनले उसको त्यो सम्पूर्ण अगाडि काटेको पाप काटेर त ऊ त शुद्ध भएछ अरे त्यो मान्छे यसरी आकाशमा उडेको भनेर भन्दाखेरि चाहिँ फेरि एकजना हो लामा उफा बसिरहेको छ अरे हो यति लामो केस भइसकेको दारी ढुङ्गा यति भइसकेको कति वर्ष तप गरिसकेको हेरौँ न त अब त्यस्तो मान्छे त्यो पापी मान्छे त उड्छ भनेदेखि म चाहिँ त्यस्तो भनेर उठ्छै उड्दैन हेरौँ भनेर गएछ अरे त्यो भिरमा जाँदाखेरि तर पुगेर आधा मात्रै भएर बत्रेर क्या अन्त मर्नु चाहिँ मरेन रहेछ त्यो मन्त्र जाप गरेको पुण्यले नि मर्नु चाहिँ मरेन तर उसले चाहिँ अब अर्को घमण्ड देखायो नि अहङ्कारी भयो अर्काको आरिस गर्यो नि उसले गर्दाखेरि त्यसको पापले चाहिँ निकै हड्डीहरू सब बाँचेर कति दिन चाहिँ रहेछ ठाडो बसेर चाहिँ त्यस्तो कथाहरू पाउँछन् त्यसले के बुझायो भने अन्त अर्कोले गरेको पुण्यमा हामीले त्यो आरिस गर्नु नहुनेछ जेन्जी जेवा चेपा थोरै चाहिँ तेला ठाक्छु मिजे सेम भने निने गावे जेसु हेरमा त्यही सनन्जन सबसँग भयो अब अर्कोले पुण्य गरेर देखेर राम्रो गर्यो मैले पनि यसरी गर्नु पाएँ भने हुन्थ्यो भनेर एकदमै अनुमोदन गरेर सम्झ्यो भनेदेखि चाहिँ उसले जति गरेको छ नि लाखको गरेको छ भने लाखकै पुण्य त्यसले पनि अनुमोदन गर्ने मान्छेले पनि पाउँछ भनेर भनेको छ नि अर्कोले गर्दाखेरि त्यो पैसा बेसी गरेर गरेको नि त्यसले देखाउनुको लागि गरेको नि भन्ने पनि हुन्छ नि कोही त मान्छे त त्यही अब बिच्चामा फुट्टाने नि भनेर क्या भन्नेहरू त्यस्तो हुन्छ मान्छे कोही कस्तो हुन्छ भने के अरे त्यो मर्नेको पछि मात्रै नलाख है यहाँ बाँच्नेलाई पनि गर्नुपर्छ है भन्नेहरू पनि हुन्छ नि त अब बाँच्नेले त बाँचेर जिउँदै छ कमाइ गरेर खान्छ मर्नेले त अब यहाँबाट तपाईँ हामीले त्यो उहाँलाई परिणाम नगरेर पाओस् भनेर प्रार्थना गरेर चढाएको मात्रै त पाउने भयो कोहीको चाहिँ अब छैन भने त्यो उसकोमा सञ्चय गरेको पैसा रुपियाँ छैन भने पनि अलिअलि गऱ्यो भने कम्ती गर्दै गऱ्यो भने त हुन्छ नि त एकैचोटि गर्नुपर्छ भन्ने छैन अब हुनेले त त्यसरी गऱ्यो त्यहाँ हाम्रो नेपालको छेम्बुले भन्छ नि त्यो निमा छन्टुप भन्ने छ कि उहाँले भन्छ
एउटा बत्ती बारी दिने विचार आउँदैन त्यो मान्छेले हो त्यहाँदेखि मरेको पाइ मान्छेको पछि नलाग है भन्नु त्यसो भन्छ अरे त्यस्तै जस्तो पापी चाहिँ कोही होइन भन्छ क्या त्यो थेम्बुले हो त्यस्तै हो नि त अन्त अब यो मैले भन्छु कोही बेला क्या अब चियाहरू हेरी माग्छ होइन तपाईँको क्षेत्र गर्नुपर्ने छ भन्नु क्षेत्रहरू प्रणदान गऱ्यो भने राम्रो हुनेछ भनेर भन्नु कि के अरे माछा के छोड्नुहुन्छ भन्छ घरको परिवारलाई जङ्गलमा छोड्यो पाप भयो त्यो त पालित हो पालित उसो अब त्यो माछाहरू मार्नु ल्याएको हुन्छ जिउँदो माछा किनेर त्यो पूजा गरेर प्रार्थना गरेर छोड्यो भने त कति पुण्य छ नि त अन्त त्यो अर्कोले भनिदिँदछ तपाईँले माछा छोडेपछि नि माछा खानु हुँदैन है भनिदिँदछ त्यो अन्त कुनै माछा खानु लागि त्यो प्रणदान गर्दैन पुण्य त्यो काट्यो भने चाहिँ हत्या गरेको पाप लाग्छ नि त त्यो पो भनेको हो नि त त्यो त कहाँ त्यो भने त्यस्तो अवसर हो र लामो अवसर पायो भने लामो जुनी पायो भैँसी काट्यो सुँगुर काट्यो गोरु काट्यो मान्छे काट्यो चोरी गर्यो डकैती गर्यो चुक्ली लगायो झगडा गर्यो नानाभाँतीको कुराहरू मनमा कपटीपनहरू गऱ्यो त्यस्तो भनेपछि फाइदै केही छैन त्यो कुकर्म गरेर 100 वर्ष जिउनु भन्दाखेरि शुभ कर्म गरेर एक दिन जिउनु बेस भनेको छ भगवान्को जग्गा एकै दिनमा त बाँच्नु अरे तर पुण्य गरेर पुण्य सञ्चय गर्नुको लागि त्यसरी भनेको छ नि तब अहिले मान्छेलाई त्यसो भने त फेरि रिसाउँछ नि